लङ टाइम नो सी। मैले चाहिँ धेरै पछि आज भ्लग गर्न खोजिरहेको छु हैन। सो त्यस्तै अलिअलि सिचुएसन नै त्यस्तै भए भएर मैले भ्लग बनाएँ हैन। सो आज चाहिँ मेरो भाइको बर्थडे, रोशनको ह्यापी बर्थडे मेरो भाइलाई। सो आज चाहिँ त्यसकै बर्थडे भए भएर पनि सिस्नेटतिर जाऊँ न त भन्न थाल्यो सबैजनाले। अनि यसो जाउँ न त, यसो रमाइलो गरेर आउँ गर्मीमा भनेर जान खोजेको हो। म अहिलेसम्म गएको चाहिँ छैन। अब जाउँ कस्तो हुन्छ, सबै साथीहरू दाजुभाइहरूसँग जानु लागेको हो। सो अब के हुन्छ कस्तो हुन्छ अब बाटोतिरै भेट्दै गरौँला हैन। सो हामीसँग चाहिँ आज यहाँबाट चाहिँ हामी 4 जना मात्र छौँ। भाइ चाहिँ आउँदैछ, माछा पोखरीबाट आउँछ होला अब। सो यहाँनिर एउटा एनएस छ रातोमा, अनि अर्को कालो, अनि अर्को मेरो भइहाल्यो। सो अनि यो चाहिँ मेरो भाइ शरण, अनि उता सुजन भाइ छ, अनि हाम्रो सिसिल। सो सुजन दाईहरू चाहिँ बल्खुमा आइसक्नु भएको छ अरे। अनि कलङ्कीबाट पनि 2टा साथीहरू आउँछु भनेको छ। अब अहिले बल्खुतिर नै भेट्नुपर्छ। म के हुन्छ कस्तो हुन्छ म भन्दै गरिहाल्छु, देखाइहाल्छु। सो अब बाटोतिर भेटौँ है त। सो हामी चाहिँ अहिले बल्खुबाट भित्र छिरिसक्यौँ है। सबजना दाईहरू चाहिँ चौबारको डाँडा पुगिसक्नु भएछ। छिटो आइज, चौबारको डाँडा पुगिसक्नु भएछ। सो हामी चाहिँ अब सिधै कतै पनि नरोकिकन चौबारकै डाँडामा जान्छौँ। धेरै नै ढिलो भइसक्यो। यहीँ 1:30 कि कति भए जस्तो लागेको थियो। कति बेला पुग्ने हो केही थाहा छैन है। त्यही माथि बाटो पनि चिनेको छैन। सो अब एकैचोटि दाईहरूलाई नै भेटेर क्यामेरा अन गर्छु होला म चाहिँ है। सो यतै डाँडातिर नै भन्नुभएको थियो। सबजनाले बर्थडे विस गरिरहेछ अहिले चाहिँ। सो हामी चाहिँ अहिले जान लागेको यति नै हो सबैजना। अब ढिला नगरी हामी चाहिँ निस्किन्छौँ। सो हामीसँग चाहिँ अहिले कतिवटा बाइक छ? 1 2 3 4 5 6 7 8 8वटा बाइक रहेछ है। ए मेरो गन नै के हो? जाउँ केटाहरूको बाइक फेरि पुरै बम छ है। केटाहरू चाहिँ अगाडि लागिसक्यो होइन। म चाहिँ पछाडि हिँडिरहेको छु, किनकि सुजन दाई र रोशन चाहिँ पछाडि नै छ। त्यही भएर सबैजना सँगै जानु पर्यो नि त। अघि पनि रोशनले गर्दा ढिलो भयो कि उनीहरूले बाटो चिनेको रहेनछ, त्यही भएर अलिक ढिलै भयो। सो बल्ल अब सबैजना मिटअप भइसक्यो, भेटिसक्यो। अब चाहिँ बिस्तारै अगाडि जाने हो। अब चाहिँ सायद कतै पनि रोकिँदैन होला, किनकि यहीँ ढिलो भइसक्यो नि त। त्यही भएर पनि गर्मी भएर औडा भइसक्यो मलाई फेरि। केटाहरू कहाँ पुग्यो फेरि अगाडि? केटाहरूको केही बानी नराम्रो छ क्या। अगाडिको भने अगाडिको अगाडि, पछाडि पस्यो भने पछाडिको पछाडि। म अब यहाँ सुजन दाहरूलाई कुरेको, खोइ सुजन दाहरू नै गायब हुनुभयो। के गर्ने अब? आज चाहिँ मैले माइक पनि हालेको छु, तर साउन्ड क्वालिटी कस्तो आएको छ मलाई केही पनि थाहा छैन है। यो चाहिँ मैले फर्स्ट टाइम युज गरेको हो, त्यही भएर पनि चेकिङ चाहिँ नपरे हुन्थ्यो भने अब मैले चाहिँ जहाँसम्म लाग्छ, किनकि मेरोमा यो सिङ्गल ह्यान्डल छ नि त। अनि अहिलेसम्म चेकिङमा चाहिँ परेको छैन। त्यही भएर केही भन्छ कि भन्दैन कि मलाई केही थाहा छैन। ल्याङ गर्छ कि जस्तो लागिरहेको छ, त्यही भएर पनि हो। सुजन दाहरूलाई कुरुमा अब एकछिन आउनुहुन्छ होला नि त। बाटो थाहा नभएपछि यस्तै हुन्छ क्या। अब यहाँबाट कतार जाने हो त्यही थाहा छैन मलाई। सबैले भेटौँला है। सिस्नेरीको डाँडा भन्दा अलि यतापट्टि आइपुगेका छौँ है। पुरै अफरोड रहेछ, त्यहाँ मैले भिडियो केही बनाएको छैन। केटाहरू चाहिँ यहाँ छन्। भ्यू चाहिँ यहाँबाट बबाल देख्दो रहेछ है, दामी छ। केटाहरू चाहिँ गइसक्यो, हामी चाहिँ यति यहीँ छौँ। एकैछिन बसेको यहाँ। सो अब चाहिँ हामी फेरि जान्छौँ, कन्टिन्यू गर्छौँ।
वहीँ गएपछि नै भिडियो अन गर्छु होला। यस्तो बाटोमा के भिडियो गर्नु भनेर हो। बाटो लास्ट खत्तम रहेछ है। अहिले चाहिँ सिस्नेरीनिर आइपुग्यो भन्दै थियो केटाहरूले। एकछिन यहाँ बस्यो, अब फेरि जान लाग्यो। बाइक पनि लास्टै ओभरहिट भएको थियो। अब चाहिँ ओह्रालो छ भन्दै थियो केटाहरूले, तर थाहा छैन कस्तो छ बाटो चाहिँ भनेर। अगाडि चाहिँ बिस्तारै नै जाने हो यहाँबाट। अघि चाहिँ लास्टै अफरोडहरू थियो, त्यही भएर पनि मैले भिडियोहरू केही गरिनँ। धुलोहरू पनि धेरै नै उडिरहेको थियो, त्यही भएर। सो अब चाहिँ त्यस्तो छैन भने केटाहरूले पिच रोड मात्र छ भन्दै थियो। तर यतातिरको भ्यू चाहिँ लास्टै दामी लाग्यो मलाई चाहिँ है। एकदम लोकल टाइपको, सब डाँडाहरू भएको गाउँ नै भनौँ न, गाउँ नै हो यताको त। गाउँको रोड रहेछ। गाउँको रोड त अब कस्तो हुन्छ थाहा नै छ सबैलाई होइन। सहरतिर बस्ने काठमाडौँको बिजी रोडमा हिँड्नेहरूलाई चाहिँ यस्तो बाटो आउँदा चाहिँ लास्टै रमाइलो लाग्दो रहेछ। तर look at this view guys, बवाल छ यार, बवाल। धेरै पछि यसरी केटाहरूसँग घुम्न निस्किँदा चाहिँ म लास्टै अब के भन्ने है, खुसीको त सीमा नै छैन मेरो त। म खासै यसरी घुमेर नि हिँड्दिनँ नि त। सो धेरै पछि निस्किया भएर पनि होला मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ। सो यहाँबाट चाहिँ अब ओह्रालो सुरु हो जस्तो छ। केटाहरू चाहिँ त्यता पुगिसक्यो, हामीहरू चाहिँ यता पछाडि छौँ। अगाडि शिशिर छ, अनि शिशिरभन्दा अगाडि चाहिँ जोसन र रोशन छ। रोशन अघि मैले भनिहालेँ बर्थडे बोय हो। रोशनले चाहिँ जे होस् मलाई भाइको नाताले पनि हो या के भनौँ, जे भए पनि त्यसले चाहिँ मलाई लास्टै सपोर्ट गरेको हुन्छ है, जस्तै सिचुएसनमा पनि। सो जेसुकै प्रब्लम होस् न, जे होस् उसले गर्न सक्ने सपोर्ट चाहिँ मलाई गर्नै रहेको हुन्छ। सो यो हाम्रो सम्बन्ध चाहिँ सधैँभरि यसरी नै चलिराखोस्, दाजुभाइको सम्बन्ध चाहिँ। अरू त के भन्नु है। सकेसम्म तपाईँहरू चाहिँ यो ओह्रालोमा हिँड्दाखेरि चाहिँ सकेसम्म स्टार्ट अफमा भन्दा पनि स्टार्ट गरेर गियरमै हिँड्दा ठिक हो है। किनकि गियर ब्रेकिङले गर्दा पनि 50% चाहिँ बाइक आफै कन्ट्रोलमा हुन्छ। 50% ब्रेक चाहिँ गियर ब्रेकिङले नै हान्छ, अनि 50% चाहिँ आफूले अगाडि पछाडि गरेर ब्यालेन्स गर्दै हान्यो भने चाहिँ ब्रेक तातिने सम्भावना अलिक कम हुन्छ। त्यसैले त्यस्तो रिस्कहरू पनि हुँदैन। धेरैजसो मान्छेहरूले चाहिँ न्युट्रलमा हिँड्ने गर्छ ओह्रालोमा, त्यो चाहिँ एकदम आफ्नै शरीरको लागि नै जोखिम हो क्या। अब कति बेला के हुन्छ भन्न सकिँदैन नि त। त्यही भएर गियरमै हिँड्नुपर्छ आफू चाहिँ। अब मैले के बोली जस्तो भइरह होला। मलाई चाहिँ खासै बोलेर हिँड्न चाहिँ आउँदैन नि त। भर ब्लग गर्दैछु, बाटोमा हिँड्दा पनि के बोल्ने हुन्छ, त्यही भएर पनि हो। सो केही भुलचुक भएर केही नराम्रो उल्टो पाल्टो रङ केही सजेसनहरू गरेको छु भने चाहिँ सरी है। जे भने मैले चाहिँ सुनेको, आफूले एक्सपिरियन्स गरेको कुराहरू मात्र सेयर गरेको हो। सो अब चाहिँ धेरै छैन भन्दै थियो केटाहरूले चाहिँ, खै कहाँ हो, जति हिँडे पनि त्यति लामो जस्तो लागिरहेछ। यहीँ 2:30 भयो कि 2 बज्यो अहिले, धेरै नै टाइम भइसक्यो। तर केही छैन, साथीहरू छ, दाजुभाइहरू छ। यसरी घुम्न निस्किँदाखेरिमा चाहिँ टाइम गएको पनि थाहा हुँदैन र एकदम रमाइलो पनि हुन्छ नि त, मेमोरिज हुन्छ पछिसम्मको लागि पनि। ल सिस्नेरी चाहिँ यहाँबाट 3 किलोमिटर रहेछ है।
अब यहाँबाट 3 किलोमिटर भने धेरै त होइन भनेपछि आइसकेको रहेछ सिस्नेरी चाहिँ। मेरो क्यामेरा एङ्गल चाहिँ कता देखेछ मलाई नै थाहा छैन है। सो माइन्ड नगरिदिनु होला। अब क्यामेरा एङ्गलै मिलिरहेको छैन क्या मेरो, त्यही भएर पनि हो। अब गोप्रो छैन नि त क्यामेरा एङ्गल मिलाउँदै हिँड्नलाई पनि। अब मोबाइलबाट बल्ल बल्ल यतिको बनाएको हुन्छ, त्यही भएर पनि हो। सो पछि म इम्प्रुभ गर्दै जान्छु। अब हजुरहरूले साथ सपोर्ट दिँदै गर्नु। तर यताको बाटो चाहिँ मलाई राम्रो लाग्यो। अघि चाहिँ अति अफरोड थियो क्या बाटो पनि, अनि बाटो नि अफरोड, धुलो त्यही माथि झन् भ्लग बनाउने पनि जारै नलागेर अघि चाहिँ मैले क्यामेरा नहालेको। अब बाटो राम्रो भएन भने तपाईँहरूलाई पनि हेर्न नि अलिक बोरै लाग्छ नि त। राम्रो बाटो राम्रो भ्यूहरू भयो भने त हजुरहरू पनि यसो हेर्नुहुन्छ, त्यही भएर नि मैले अघि नगरेको हो। सो हामी चाहिँ आइपुग्यौँ जस्तो लाग्यो है। मलाई ठ्याक्कै एक्ज्याक्ट थाहा छैन क्या यताको, म पहिलोचोटि आएको हो नि त। यता चाहिँ आलु पोखरा कि के भन्छ, आलु चा कि के भन्थ्यो, हाम्रोतिर चाहिँ आलु चा भन्थ्यो। त्यो एकदम पाउँदो रहेछ यतातिर चाहिँ। अघि बाटोतिर नि टन्नै थियो। हेटौडा जाने बाटो, हेटौडा यताबाट पनि जाँदो रहेछ त। यो बाटो हुँदै हेटौडा पनि पुग्दो रहेछ है। केटाहरूलाई रमाइलो छ। थेट धन्दै लडेन म नि यार, गिटीमा चिप्लेर। हो खो मतलब छैन केटाहरूलाई बाइकको। यहाँ चिप्लो नि त सिसी यार, उठाइदेऊ। यो ढुङ्गामा चिप्लिन्छ कि लेउ लाएर बसेको हुन्छ। निकालिदेऊ त सुजन, तिमीलाई त केही भएन नि। पानी छिर्यो कि हो? अब फेरि जुत्ता लगायो कि अब यहीँबाट तान्नु मिल्छ? सबजना अब खोला तर्दैछौँ हामी चाहिँ। पानी छिरेको हो र? एकछिन छोडिदेऊ अहिले। अब हाल त्यही त, यो ढुङ्गामा चिप्लिन्छ क्या लेउहरू लाग्यो हुन्छ। अनि हाल नि त मेरो पछाडि। वा भ्यू हेर्नु, भ्यू केही छैन, कहिलेकाहीँ हुन्छ यस्तो। हिँड्ने मान्छे त लड्छ नि होइन। अहिले सुकाउने घाम छ त्यस्तो। भ्यू चाहिँ अति बबल लाग्यो मलाई चाहिँ यताको। सो जाउँ हिँड अगाडि। के भयो? उसको चाहिँ सेन्सरतिर अघि पानी पसेर हो कि के भएर हो, खोइ स्टार्ट भएको थिएन। सो अहिले चाहिँ स्टार्ट भइसक्यो। केटाहरू अगाडि नै पुगिसकेछ। तर यहाँको भ्यू चाहिँ अति बवाल लाग्यो मलाई चाहिँ कसम। आमा चाहिँ सबैभन्दा पछाडि नै हिँडिरहेको छु है। म चाहिँ जुत्ता नभिजोस् भनेर यसरी हिँडिरहेको छु माथि टेकेर। के भयो?
जुत्ता चाहिँ नभिजोस्, अरू जे भयो नि होस् जुत्ता नभिजोस्। यस्तोमा चाहिँ फेरि अति चिप्लाउने फ्याल्ने गर्छ क्या टायर पनि। केटाहरूको जुत्ता सब भिजिसक्यो है। उता पनि लड्यो। ल पछाडि नै बस्यो केटाहरू, रोक्का रोक्का गऱ्यो के। यही त हो नि रमाइलो है। ल फेरि स्टार्ट अफ भयो उसको। जा जा जा, केटाहरूको छुट्टै बिजोक रमाइलो भइरहेछ है। म सबको सिधै जान्छु पछाडि बसेर है। जाउँ जाउँ, गाडी आयो। सो यहाँ चाहिँ पार्किङ रहेछ, यहाँ माथिपट्टि चाहिँ बाइक टक्क राख्नु। सो बाइकलाई चाहिँ यहीँ पार्किङ गरिदिउँ। सो हामी चाहिँ सिस्ने आइसक्यौँ होइन, कभर कस्तो भएको थाहा छैन। सो यहाँ हामी सबजना हिँड्दैछौँ। यो जालीभन्दा भित्रपट्टि रहेछ स्विमिङ पुल चाहिँ। खै थाहा छैन, म त भर्खर आउँदैछु। हामी चाहिँ अब गुफाबाट अब उतापट्टि जाँदैछौँ है। के हो केटाहरू दाइहरू चाहिँ माथिबाट जानु भएको छ। हामी चाहिँ कोही म त अड्क्यो त, गुफाबाट छिर्दै आउनु परेको छ हामी चाहिँ। वाह, तर सो चाहिँ यस्तो हुँदो रहेछ है। एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेछ अहिले चाहिँ। अति भिड छ, तलसम्म पुरै भिडै भिड छ है। भिडियोमा देख्दा एकजना मात्र खेलिरहेको हुन्थ्यो त। सो हामी चाहिँ अहिले पौडी खेल्दैछौँ। हामी चाहिँ अब यहाँ सिस्नेरबाट निस्केर जान लागेको। सो सबैजनाको बाइक चाहिँ यहाँ रेडी भइसक्यो, सबैले निकालिसक्यो। अनि यो चाहिँ रोसनको अन्डरबेली, त्यहाँ अघि खोलामा ठोकेर भाँचेको थियो, त्यही भएर झिकेको छ। अहिले चाहिँ झिकेर राखेको छ। सबजना दाइहरू केटाहरू निस्किसक्यो। अब यहाँबाट जाने हो टक्क। अमृत दाई हुनुहुन्छ अगाडि, यहाँ मेरो बाइक भइहाल्यो। अनि उता शरण भाइ छ, शरण भाइ र अनिश भाइ। अनि उता सुन्दर दाई र रामशरण भाइ हाल्यो। यहाँ सुजन छ, उता दिलीप र दिलीपको साउन्ड त सही हो। ल अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। अहिले बाटोतिर के हुन्छ त्यही देखाइहाल्छु, नत्र भिजै आएको बाटो नै हो नि त, त्यही एउटै बाटो के देखाइरहनु। म बाटोमा ठाउँ ठाउँमा मात्र क्यामेरा अन गर्छु, नत्र चाहिँ गर्दैन। ल अब हामी सिस्नेरीबाट हिँडेको है, अब रुमतिर जान लागेको। अब चाहिँ
केटाहरू सबजना अगाडि गइसक्यो, हामी चाहिँ पछाडि छौँ। सिस्नेरी आइयो, रमाइलो गरेर पौडी सौडी पनि खेल्यो है, धेरै रमाइलो भयो। जे होस् धेरै टाइमपछि दाइहरू यसरी हिँड्न पाउँदा मलाई चाहिँ खुसी लाग्यो। सो अब यहाँबाट सिधै हामी चाहिँ रुमतर्फ जाने हो, काठमाडौँ सिधै। खाजा पसलहरू नि यता धेरै नै छ है हुन चाहिँ। ल केटाहरू अगाडि पुगिसक्यो। बाट चाहिँ अब पिच रोडहरू छ है माथिसम्मै। यो माथि देखिरहेको सबै उकालो पिच रोड नै छ। यहाँ पेट्रोल हाल्ने भन्दै थियो केटाहरूले, यहाँ चाहिँ पाएन है, पेट्रोल छैन रहेछ। सो यहाँहरू चाहिँ अब सिधै हामी निस्केको है। अब बाटोतिर खै रोकिन्छौँ कि रोकिन्न पनि थाहा छैन, रोक्यो भने म देखाइ नै हाल्छु, नत्र सिधै जाने कुरा भएको छ हाम्रो चाहिँ। सो हामी चाहिँ यहाँ अहिले तेल हाल्नको लागि रोकेका छौँ। अरू केटाहरू पनि खै पछाडिबाट आउँदैछ भन्ने कुरा थियो। तेल हाल्दैछौँ अहिले चाहिँ चेनहरूमा। अनि खै त्यहाँ दाइको बाइक अलिक भुरभुर गऱ्यो भनेर त्यहाँ कार्बोरेटरमा पानी छिरेर हो कि भनेर चेक गर्नुपर्छ। सो यता चाहिँ बाटो कन्स्ट्रक्सन हुँदै रहेछ। यता त लगभग अब त्यो कालोपत्र मात्र हाल्न बाँकी होला। भेज जति होला त्यहाँ पनि रोड रहेछ पुरै। जस दामी छ, एकचोटि चाहिँ आएर घुम्नै पर्ने ठाउँ हो सिस्नेरी चाहिँ। अझै समरको लागि चाहिँ एकदम बेस्ट। स्विमिङ गर्ने नेचर लभरहरू हुन्छ नि त, उनीहरूलाई चाहिँ एकदम दामी हुन्छ यो ठाउँ चाहिँ। सो ल अब हामी चाहिँ यहाँ चेनमा मोबिल सोबिल हालेर एकछिन निस्किन्छौँ। सो हामी चाहिँ अहिले यो कुन ठाउँ हो यार, फर्पिङ। अहिले चाहिँ हामी फर्पिङ आइसक्यौँ होइन। अनि सब केटाहरू अगाडि गइसक्यो। मैले चाहिँ यहाँ भिडियो गर्नको लागि अगाडि मोबाइल हाल्दै थिएँ माउन्टमा, त्यही भएर म अलिक पछाडि भएँ। केटाहरू चाहिँ अगाडि गइसकेको छ। यो फर्पिङ चाहिँ ठ्याक्क दक्षिणकालीभन्दा अलि यतापट्टि पर्छ। दक्षिणकाली कटेर नि हामी चाहिँ अगाडि आइसक्यौँ। यताको बाटो नि अति बवाल छ। सो अगाडि दुईजना छ, अरू सबै अगाडि गइसक्यो। सुजन र सुजन दाई पनि आयो। जान्छ गियरको भात चाहिँ त्यो के अरे के भन्छ हौ त्यसलाई, फुटप्रेस भात चाहिँ छ त्यो लिभरपट्टिको गियरको। भ्लगहरू के कस्तो लाग्यो यसो कमेन्टमा भनिदिनु होला। जानी नजानी भए पनि अलिअलि बनाउन कोसिस गरिरहेको छु नि त, त्यही भएर। यहाँ चाहिँ पेट्रोल पम्प पनि रहेछ है। बजारलाई चाहिँ के भन्दो रहेछ यहाँकोलाई चाहिँ, भन्ज्याङ भन्दो रहेछ है यो ठाउँलाई चाहिँ। अहिले चाहिँ हामी भन्ज्याङ आइपुगेका रहेछौँ। के भयो बाइक लडाइ रहेछ त्यहाँ। ओहो यहाँ चाहिँ क्रास भएको रहेछ होइन। अन्त त केही भएको छैन नि, त्यही त वहाँबाट चिप्ल्या रहेछ। अनि थैट क्रास भएको रहेछ यहाँ चाहिँ।
एक्सिडेन्ट चाहिँ कसलाई पनि नहोस् भन्छु है म चाहिँ। म पनि परिसकेको छु नि त एक्सिडेन्टमा त। भित्री रहेछ कपाल आएको होला। फेरि यो पिच रोडमा लड्यो भने चाहिँ अति हुन्छ क्या, पछिसम्म पोलिरहन्छ कि त्यो घाउ नै। धन्न केही पनि भएन जस्तो लाग्यो हो, केही भएको छैन भन्दै हुनुहुन्थ्यो। राइड सेफ है केटा हो, राइड सेफ। कुदाउने ठाउँमा कुदाए पनि बरु खाली ठाउँमा सिधा ठाउँमा कुदाउँ। यो कर्नरहरूतिर चाहिँ सकेसम्म आफै सेफ भएर चलाउँ होइन। सो त्यो बाइकको फुटप्रेस चाहिँ दाइले हिँड्नु भएको छ है, सिङ्गल स्ट्यान्ड र फुटप्रेस नै। केटाहरू चाहिँ त्यो अगाडि गएर कुरिरहेको रहेछ। सो यहीँ बसिरहेको छ। ल पर्स ल सुजन त जाने हस् हुन्छ। ल अब केटाहरू चाहिँ यहाँबाट छुट्टिने रे सबैजना, यहाँबाट लन हिलतिर जाने। ल अब भेट्दै गरौँ होला पछि। हामी त 3 जना मात्र होला के, 4 जना यो शुद्ध। ल राम्ररी जाऊ। हस् हुन्छ ल हस्। ल केटाहरू चाहिँ अब यहाँबाट छुट्यो है। अब हामी यहाँबाट जान्छौँ। हस् ल दाइ। ल राम्ररी जानु। ल दाइहरू चाहिँ अब यहाँबाट छुट्टिनु भयो। ल गएको है त दाइ। ल जाऊँ। सबैजना छुट्टिनु भयो त्यहीँबाट है। अब हामी चाहिँ यहाँबाट माथितिर चौबारतिर लाग्दैछौँ। हामी बल्खोबाट भित्र छिरेर यता कालीमाटी आइपुग्न लागिसक्यौँ। कलङ्कीबाट घुम्दै जानुभन्दा बरु यहाँबाट छिटो पनि हुन्छ नि त खोलाको साइडबाट। त्यो खोलाको बाटो हुँदै जानु खोजेको हामी चाहिँ। शरण भाइ कस्तो लाग्यो त तँलाई घुम्न जाँदा? बल्ल जाम खुल्यो है। के गरेको हौ? जाउँ न जाउँ। बिच्चाहरू रोक्यो त्यहाँ। सो हामी चाहिँ यहाँबाट छिर्नुपर्छ है। यताबाट सिधै गयो भने चाहिँ त्रिपुरेश्वरतिर जान्छ, टेकुतिर। हामी चाहिँ यहाँबाट अब खोलाको छेउछेउ जाने हो। भ्लग खासै इन्ट्रेस्टिङहरू त्यस्तो केही पनि भएन होला, सरी। अर्कोचोटि चाहिँ अब अलि राम्ररी बनाउने कोसिस गर्छु। हामी चाहिँ यहाँ बाल जाइसक्यौँ। शिशिरको रुममा आएको थियौँ। शिशिरको यो धुका लगाइदिनु भयो। शिशिरको रुममा यहाँ मेरो ज्याकेट पनि थियो अनि यसको कोट प्यान्ट पनि थियो कि, त्यही भएर अब चाहिँ हामी निस्किन लागेको। भिडियो के कस्तो लाग्यो? मन परेन भन्ने पनि के कुराहरू मन परेन, कहाँ मैले मिलाउनु पर्ने छ सबै कमेन्ट गरिदिनु होला। त्यो कमेन्ट गर्नुभयो भने चाहिँ मलाई पनि सजिलो हुन्छ कि कहाँ मैले इम्प्रुभ गर्नुपर्छ भनेर चाहिँ। सो अब यहाँ बालाजुबाट हामी अब आफ्नो दिन जान लागेको, त्यही भएर मैले भ्लगमै गरिदिनु खोजेको हो। मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। सो अब नेक्स्ट भिडियोमा भेटौँला है त। हस् बाई।